नमस्ते सबैजनालाई। हामी साना लगानीकर्ता पेजमा यहाँलाई स्वागत छ। आज हामी शेयर के हो त्यसलाई विस्तृत रूपमा जानकारी लिन्छौँ र शेयरको इतिहासको बारेमा पनि बुझ्ने प्रयास गर्छौँ। आउनुहोस् ढिलो नगरिकन भिडियोलाई सुरु गरौँ र हजुरहरूलाई यस्तै भिडियोहरू मनपर्छ भने हामीलाई सब्स्क्राइब पनि गर्नलाई नबिर्सिनुहोस्। शेयर के हो एकदम सरल र सिम्पल भाषामा बुझौँ है। सपोज म एउटा गुन्द्रुकको कारखाना खोल्न चाहन्छु काठमाडौँ भ्यालीभित्र र मैले त्यो गुन्द्रुकको कारखाना पनि खोलेँ। गुन्द्रुकको कारखाना खोले, राम्रै बिजनेस गर्यो र राम्रै प्रफिट कमाइ भयो। अब मलाई मेरो कम्पनीको बिजनेस एक्सटेन्ड गर्न मन छ। त्यसको लागि अब म के गरौँ त? अब मसँग त्यति पर्याप्त रकम छैन कि नेपालको विभिन्न जिल्लामा यस्तै गुन्द्रुकको कारखाना खोलेर प्रफिट कमाउन सकौँ। म अब मेरो कम्पनीको सेयर अथवा आइपिओ निकाल्छु, इनिसियल पब्लिक अफरिङ निकाल्छु, जहाँ चाहिँ म पब्लिकलाई अफर गर्छु तपाईहरू मेरो सेयर लिइदिनुहोस् र म तपाईँलाई मेरो कम्पनीको सटिक हिस्सा दिन्छु भनेर कन्भिन्स गर्छु। यो चाहिँ आइपिओको प्रक्रियामा म यसलाई निष्कासन गर्छु। आइपिओ निष्कासन भइसकेपछि मसँग नेपालको विभिन्न जिल्लामा गुन्द्रुकको कारखाना खोल्ने पर्याप्त रकम जम्मा हुन्छ। त्यसपछि म धेरै जस्तो जिल्लामा गुन्द्रुकको कारखाना खोल्छु। त्यहाँबाट मलाई सर्टेन प्रफिट हुन्छ। त्यो प्रफिट चाहिँ म मेरो सेयर होल्डरहरूलाई डिभिडेन्डको रूपमा बाँडिदिन्छु। हो, यो डिभिडेन्डको रूपमा बाँड्न थालिसकेपछि के हुन्छ भन्दाखेरि मेरो कम्पनीको सेयरको डिमान्ड बढ्न थाल्छ। सप्लाई कम छ, डिमान्ड बढ्न थालिसकेपछि के हुन्छ, अभियसली अघि मैले 100 रुपियाँ 120 रुपियाँमा आइपिओ बेचेको सेयरको प्राइस 200-300 हुँदै बिस्तारै बढ्न थाल्छ। कोही ठुला लगानीकर्ताहरू आकर्षण हुन्छन् जसलाई थाहा छ कि भविष्यमा पनि मेरो कम्पनीले राम्रै प्रफिट गर्छ भनेर, र उहाँहरू मेरो सेयर प्रति आकर्षण हुन थाल्नुहुन्छ र मेरो सेयर बाई गर्न थाल्नुहुन्छ, जसले गर्दा मार्केटमा डिमान्ड क्रिएट हुन्छ। डिमान्ड क्रिएट भएपछि मेरो सेयरको प्राइस बिस्तारै 500-600 हुँदै 1000सम्म पुग्न थाल्छ। हो, यसरी नै सेयरले काम गर्छ। हुन त मैले सुरुमा 100 रुपियाँमा नै मेरो सेयर बेचेको हो, तर मार्केटमा डिमान्डले गर्दाखेरि मेरो सेयर 1000-2000 पनि पुग्न सक्छ। सेयरको बारेमा अब यति जानकारी लिइसकेपछि अब हामी संसारमा सेयर बजार कहिलेबाट स्थापना भएको भन्ने बारेमा छलफल गर्छौँ। आउनुहोस् सुरु गरौँ है त। सन् 1600तिरको कुरा हो। डच इस्ट इन्डिया नामक कम्पनी थियो। यो कम्पनीले चाहिँ पानी जहाजहरू विभिन्न पार्टहरूमा एक्सप्लोर गर्नलाई पठाउँथ्यो। यही पानी जहाजहरू ट्रेडको रूपमा पनि काम गर्दथे। यसरी पानी जहाजहरू टाढा पठाउनको लागि धेरै खर्च लाग्थ्यो, जो एक व्यक्तिसँग पर्याप्त पैसा हुँदैन थियो कि यो कम्पनीमा लगानी गरोस्। र यो कम्पनीले के गर्यो भन्दाखेरि धेरैजना मान्छेहरूलाई उनीहरूको कम्पनीमा लगानी गर्नुहोस् र यो सिपले पानी जहाजले एक्सप्लोर गरेर कमाएको चिजहरू कमाएर ल्याएको प्रफिट चाहिँ उनीहरूले सेयरको रूपमा दिन्छौँ भनेर लगानीकर्ताहरूलाई आकर्षण गर्यो। त्यतिखेर यसरी जहाज पठाउन पनि एकदमै रिस्की काम हुन्थ्यो। लुटेराहरूले लुटिदिने, जहाजहरू नफर्किदिने, यस्तो विभिन्न समस्याहरू थियो। त्यो हुँदाहुँदै पनि उनीहरूले पठाएको 5वटा मध्ये एउटा मात्र सिप रिटर्न हुँदा अथवा पानी जहाज रिटर्न हुँदा पनि उनीहरूलाई राम्रो प्रफिट हुन्थ्यो र सेयर धनीहरूलाई राम्रो रिटर्न दिन सक्थ्यो। यसको आकर्षण झन् बढ्दै गयो र आज हामीले जुन देखिरहेको छौँ सेयर मार्केट यहाँसम्म आइपुग्न सफल भयो। हो, त्यसपछिबाट विश्वमा पहिलो आइपिओ नै यहाँबाट सुरु भयो र तपाईँलाई थाहा छ यो आइपिओ अहिले कति सक्सेस छ भनेर। यो कम्पनी कहाँ छ त? यो डच इस्ट इन्डिया कम्पनी भनेको नेदरल्यान्डमा छ। विश्व सेयर मार्केटको जानकारी लिएपछि आफ्नो देशको नेप्सेलाई चाहिँ कसरी छुटाउने त? आउनुहोस् नेप्सेको बारेमा पनि जानकारी लिउँ। नेप्से कहिले स्थापना भएको थियो? नेप्से स्थापना हुनुभन्दा अगाडि नै नेपाल सेक्युरिटी मार्केट भनेर 1976मा स्थापना गरिएको थियो, जुन 1993मा गएर नेप्सेको रूपमा रूपान्तरण गरियो। तर
नेप्सेले आफ्नो अफिसियल ट्रेडिङ भनेको चाहिँ 13 जनवरी 1994 स्टार्ट गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको पहिलो कम्पनी कुन थियो त? 1994 नेपाल स्टक एक्सचेन्जमा दुईवटा कम्पनीहरू सूचीकृत भएका थिए। एउटा थियो नेपाल बैंक लिमिटेड र अर्को थियो विराटनगर जुट मिल, जुन विराटनगरमा छ। के अहिले पनि यी कम्पनीहरूको कारोबार चलिरहेको छ त? नेपाल बैंक लिमिटेडको कारोबार अहिले पनि चलिरहेको छ, तर विराटनगर जुट मिललाई चाहिँ एराउन्ड 2008 तिर नेप्सेले डिलिस्टिङ गरिसकेको छ। नेप्सेमा हालसम्म कतिवटा कम्पनीहरू सूचीकृत छन् त? नेप्सेमा हालसम्म 272 वटा कम्पनीहरू सूचीकृत छन्। आज हामीले सेयर भनेको के हो, विश्व सेयर बजारको इतिहास र नेप्सेको बारेमा रोचक तथ्यहरूको बारेमा कुरा गरौँ। यदि हजुरहरूलाई यस्तै भिडियो मनपर्छ भने हामीलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनु है। धन्यवाद।